हेरेर आजसम्मका किरा हेरेर बसिरहेको छ बालेन सरकार। कति दिन भयो सर? ए बाबा आज कति वर्षको सहकारीको ठगीको सम्बन्ध? तपाईँ पनि के भन्छ बालेनको पत्रकार जस्तो लाग्यो होइन, बालेनको पत्रकार पनि होइन, स्वतन्त्र हो सर। तपाईँ जनताको पक्षमा सुन्नु न, जनताको पक्षमा होइन, प्रश्न त सुन्नु। हामी तपाईँ जनताको पनि प्रतिपक्ष हो क्या हामी सर। तपाईँ सुन्नुहोस् कि एकपरि राम्रो ध्यान दिएर सुन्नुहोस् होइन। तपाईँ के भन्छ राम्रोसँग ध्यान दिएर के सुन्नुहोस् भनेपछि कुनै धेरै पत्रकारहरू पनि त पीडित छन् नि यो देशमा। धेरै तरिकाले यहाँ युवाहरू पनि पीडित छन् नि यो देशमा। यहाँ महिलाहरू पनि पीडित छन् नि, यहाँ दलितहरू पनि पीडित छन् नि, यहाँ हरेक नेपाली नागरिकहरू पीडित छन्। पीडितलाई न्याय दिनु पर्यो नि त। यदि राज्यले चाह्यो भने पछि यहाँ बलात्कारीहरू चाहिँ होइन, बलात्कारीहरूलाई त्यो कारबाही गर्न सक्दैन। यदि राज्यले चाह्यो भने पछि होइन काण्डमा मुचिएका पुरै त्यो दलालहरू त्यो उसलाई भ्रष्टाचारीहरूलाई कारबाही गर्न सक्दैन। यदि राज्यले चाह्यो भने पछि मानवलाई बेचिया छ, युवाहरूलाई बेचेको छ, महिलाहरूलाई बेचेको छ, हाम्रो नेपाली दिदीबहिनीहरूलाई बेचेको छ, तिनीहरूलाई कारबाही गर्न सक्दैन। यदि त्यो सक्दैन भने पछि के हुन्छ भने चाहिँ यिनीहरू सकिरहेछ कि गरिरहेछ। सुन्नुहोस्, यिनीहरू आफैभित्र पनि यदि मानव अधिकार आयोगको प्रतिवेदनको कुरा मानव अधिकारको मात्रै छोड्नु न, त्यहाँभित्र राजसभाका 17 जना सांसदहरूको नाम मुछेको, यदि तिनीहरूलाई कारबाही गरौँ। ए बाबा नाम मुछिने बित्तिकै अपराधी हुँदैन क्या सर? यति नै सुन, कारबाही नगरौँ, जनताले त डन्डा लगाउँछन् नि होइन। नेपालमा त के भन्छ जनताहरूले बेला बखत 10-15-20 वर्षको इतिहासमा आन्दोलन गरेर यस्ता सत्ताहरू त चुत गरेका दुई तिहाईका सरकार त त्यो केपी ओलीको पनि थियो नि त। तपाईँले बालेनको पत्रकार किन भन्नुभयो? होइन, बालेनको पत्रकार भनेको बालेनले राम्रो काम गरेको पुरै बालेनको तरिकाले तारिफ गर्नुहोस् गरे क्या होइन। बालेनको तारिफ गर्नुको लागि बालेनले राम्रो काम गर्नु पर्यो। राम्रो कामको त यार भन्नुहोस् न। नेपालले पुरै तरिकाको इन्डियाको सीमा मिचिएको छ भन्ने मान्छेले राम्रो काम गर्यो भन्ने तरिकाले म कसरी भनौँ? यदि म नेपाली हो भने चाहिँ म कसरी भनौँ के यार? ती ठाउँमा नेपालले र अनि त्योभन्दा 10 दिन अगाडि छ नि शिशिर खनाल, परराष्ट्र मन्त्री शिशिर खनालले हाम्रै अगाडि के भन्नुभएको छ भनेपछि होइन, अनि नेपालले पनि भारतको जग्गा मिचेको छ भन्नुभएको थियो कि त्यही कुरा कपी पेस्ट गरेर के हुन्छ भने प्रधानमन्त्रीले भने भन्दाखेरि त हलचल त मच्यो। तर भारत गएर परराष्ट्र मन्त्रीले के भन्नुभयो थाहा छ नि तपाईँले? लिपुलेक लिम्पिया धुराबारे विशुद्ध हाम्रो भूमि हो भन्नुभएको छ उहाँले। होइन, हाम्रो यसमा जुन भारत र चीनले जुन किसिमको सम्झौता गरेका छन् यो सही छैन, हाम्रो लागि हामी स्वीकार्य छैन भन्नुभएको छ उहाँले। प्रशासनिक नक्सामा लिपुलेक लिम्पियाधुराको नक्सा त छ नि, मोदी सरकारले आफै पनि के भन्छ त्यहाँ टाँसेको छ, त्यहाँ समावेश गरेको छ, त्यहाँ ध्यान छैन। यिनीहरू खासै तरिकाले नेपालमा के हुन्छ भने यिनीहरू प्रशासनिक हाम्रो त संविधानमै नक्सा समावेश छ नि सर जस्तो लाग्छ है। भन्यो भने आधिकारिक त केही आला नि त होइन, भन्यो कि भनेन भन्ने कुरा छ नि, आधिकारिक हुनु पर्यो नि त। समाचारमा छाप्ने